सुबोध बुद्ध सर र नगेन्द्र सर हामी संयुक्त रूपमा देउसी खेल्न गइरहेका छौं र हाम्रो देउसीलाई चाहिँ तपाईहरुले स्वीकारी दिनुहुन्छ भन्ने पनि देउसी गरेर हत्तु चिप्लो बाटो लड्दै पड्दै गर्दा गर्दा लड्दै पड्दै के छ बाटो लडेका छौं न ठीक छ देउसी रे लाइन लागौँ है लाइन लागौँ देउसी रे भन् नातिनीहरु ल ओहो लु हाम्रो नातिनीहरु कति राम्रो खै खै सेवा खै सेवा हाई नमस्ते गुड कति राम्रो है मेरो नातिनी ल दिदी नमस्ते लु है आयौँ है हामी त हाम्रो त्यही भएर अल्छे खाले खतरा हो नि त होइन यताकोलाई पनि सघाएँ हिजो यताकोलाई सघाएँ अब उताकोलाई पनि कार्तिक महिना साँचे त्रेता परकाली परकाली तारै जुगमा आउने पर्वा रमाइलो चाड रमाइलो बसी बसी पो होला हौ हामी त यहाँबाट त जङ्गल मात्रै देखिँदो अनि यहीँ थियो त बिस्कुट अनि त्यहाँ सेल कम त थिएन म बोकेर ल्याउँथेँ नि त त्यही होला उसको बिस्कुट
आँखु प्रहर गर्दै रहेछ त्यो चाहिँ बसिहाल्यो अघि त्यहाँ सेलरोटी थियो नि टन्ने म ल्याउँछु मजाले पढाउँदा राम्रो पढाउनु पर्छ क्या पालो दिँदा हुन्छ नि त नत्र हामीलाई त आउँदै आउँदैन नि के
फुल लगाइदेऊ न फुल फुल एउटा लाउनु भयो दुईटा बोक्दै दुईवटा दियो एउटाले एउटा दिने घरका भन्नु न ल्याउनु भएकै छैन अरे नाचगान भन्दा दियो छैन खुट्टाको कान हो अरे भनिरहेको छ नि सुरे सुरे देउसुरे कसैले देउसुरे भन्ने अलिक गराउँ न
सल्लाह नसुनेर दक्षिणै आएन खाँदै गर्नु चोखै छ अरे ल आयो आयो शर्मिलाको शर्मिला डान्स बिनाको हो यो चाहिँ देउसी मात्रै हो हाम्रो एकदम मौलिक परम्परा अनुसारको देउसी मात्रै